साथीहरु आज चाहिँ म तपाईलाई कडी कसरी बनाउँछ भन्ने कुरा म विशेष जानकारी दिन्छु। कडी विशेष गरी यो पन्जाबी कडी हो। मैले यहाँ तेल कराईमा तेल हालेको छु। यहाँ हेर्न सक्नुहुन्छ सुखा खुर्सानी, धनिया, साबुत धनिया, यो भन्छ तपाईलाई सरसो दाना, राई, 5 फोरन, मेथी र प्लस यसमा हिङ हालेको छु। मैले हिङ पनि हालिन्छ। यो सबै चीजलाई मैले यस ढक्कनमा राखेको छु है। यो ढक्कनमा राखेपछि यसलाई हामीले फेरि कराईमा तड्का लाग्छ। यो कराईमा मैले यसलाई मारे, यो फोरिन्छ मजाले एकचोटी। त्यसपछि मैले यसलाई यो ब्राउन हुने गरेर यसलाई म फ्राई गर्छु। खुर्सानी, धनिया, सरसो दाना भयो, सुक्खा खुर्सानी, त्यसमाथि मैले कडी पत्ता युज गरेँ। यो कडी पत्ता हालिसके पछाडि यो ब्राउन भइसक्छ। यो मजाले अहिले तुरिएको छ। यसमा मैले प्याज एड गरेको छु। हेर्न सक्नुहुन्छ प्याज एड गरेँ। कमसेकम यो 10 जनाको लागि मैले बनाउँछु अहिले। यति प्याज लाग्छ। यो ब्राउन भइसकेपछि यसमा टमाटर हाल्छु म। साथै यो ब्राउन भइसकेछ। अब यसमा तपाईको टमाटर आउँछ। यसमा मैले टमाटर एड गरेँ। यो टमाटर मजाले पाकिसकेपछि यसमा दही र बेसन घोलेर अन्त हल्दी, नमक, नुनहरू हालेको हुन्छ। मजाले पाकिसक्छ है। र यसमा अमुल घी, गाईको घिउ आउँछ, यो पनि एड हुन्छ यसमा अलिकति। अहिले यो चाहिँ दही हो। दहीलाई म बेसनमा घोलेर मिक्स गर्नेछु। मिक्सरमा डालेर र घोल्छु म। र यसमा मैले अहिले हल्दी, नुन, रातो खोर्सानीको धुलो एड गरेर यसलाई मैले राम्रोसँग पकाएको छु। यो मजाले पाकिसकेको छ अहिले। जति पाक्नु त्यति पाकिसकेको छ। योभन्दा बेसी पकाउने छ, यो बेसी पाकेको हुन्छ। अब यो दही र बेसनको घोललाई म एड गर्नेछु मसलामा। मैले यो दही र बेसनको घोललाई मैले एड गरेँ। अब यो कडी हुनलाई तयार हुँदैछ। एकदम पर्फेक्ट कडीको लागि भइरहेछ यो। अब यो कडी पाक्नमा तपाईको कमसेकम आधा घण्टा यसलाई पकाउनुपर्छ मजाले। यो आफ्नैमा गाढा हुँदै आउँछ। त्यसपछि यसमा कमसेकम 3 स्पुन घिउ एड हुन्छ। र यो अहिले कडी पाकेर एकदम रेडी भइसकेछ। मजाले उम्रेको छ। यो बाक्लो पनि भइसक्यो यो। अब यसलाई 10 मिनट करिब अरू पकाइसकेपछि एकदम रेडी हुनेछ यो। यसमा मैले पकौडाको लागि केही तयार गरेको सामान यो चाहिँ मैले पकौडा बनाउनको लागि यसमा मैले बेसन, प्याज, कडी पत्ता, खुर्सानी, अजवाइन सबै मिलाएर रेडी गर्दैछु। यसलाई अब केसमा पकाएर यसमा एड गर्छु। एड गरेर चाहिँ एकदम पकौडा रेडी र कडी रेडी हुन्छ। फाइनली यो कडी रेडी भइसकेको छ अहिले। एकदम मजाले रेडी भइसक्यो। हजुरले पनि यसलाई हेरेर मेरो भूपेन छेत्री 71 युट्युब च्यानलमा गएर सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। कस्तो बन्यो के भन्यो कमेन्ट गरिदिनु होला प्लिज। सब्स्क्राइब गर्न नभुल्नु होला।